हेलो जय मसी अनि नमस्ते तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आज अनि एक दुई दिन पछाडिको अनि मेरो चाहिँ बल्ल भिडियो बनाउनु अनि फुर्सद भएको छ। सो गाइस तपाईहरु देख्न सक्नुहुन्छ अनि हाम्रो चाहिँ अहिले यो खोर्सानीहरुको बोडु खेलेर अनि बारी सफा गर्दै छौं हामीले हैन तलबाट। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हामी चाहिँ बारी सफा गर्दै छौं। अब हाम्रो चाहिँ यो खोर्सानीको सिजन सक्यो, अकबरे खोर्सानीको चाहिँ। त्यही भएर हामी यसको चाहिँ बोटहरु उखेलेर अब बारी सफा गरेर जोत्नतिर लाग्दै छौं। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो अनि गायककार हुनुहुन्छ पुष्पा सर। जस्तै नै मैले अगाडिको भिडियोतिर हालेको थिएँ, हरियो डाँडा माथि भन्ने गीत गाउनु भएको थियो उहाँले। सो तपाईहरु देख्न सक्नुहुन्छ। सर यता हेर्नु त। हेलो पुष्पा सर, के छ तपाईको खबर? छ्या भिडियो बनाइरहेको के बनाउँछ त अनि? किन तपाईलाई भिडियो बनाएको मन पर्दैन? म भाइरल साइरल हुँदैन, म के भिडियो बनाउँ। हुन्छ बिस्तारै भइहाल्छ नि। अनि पुष्पा सर यहाँ तपाईँ यो बोर्ड उखेलेर अब के गर्ने विचार छ? यहाँ बोर्ड उखेलेर के गर्ने विचार छ? उता फाल्ने लगेर यो त्यहाँ लगेर फाल्ने? ए त्यो अनि त्यहाँ लगेर फाल्ने कुरो गऱ्यो हो त। अनि यो उखेलेर बोट अब उखेलेर फालेर अब के गर्ने विचार छ यो बारीमा चाहिँ? घर जाने, उखालेर फालेर घर जाने। ल फेरि घर जाने? अनि खोर्सानीको बोट उखेल्न रमाइलो भइरहेछ तपाईँलाई? मजाक चलिरहेछ यहाँ यत्रो खुर्दानी बोट मर्नु तान्नु पर्यो, रमाइलो हुन्छ। गाह्रो छ त नि? मरि तान्नु पर्छ यस्तो यत्रो डाँडा रमाइलो भइरहेछ। अनि तपाईँ किसान होइन त नि? किसान होइन तपाईँ? किसानलाई कहिले काम गर्न गाह्रो हुन्छ? कसले भने? मैले भने सजिलो हुन्छ। त्यहाँ मर्नु पनि सजिलो हुन्छ। अनि काम सान ठुलो हुँदैन भनेर तपाईँले भने होइन? फेरि काम त सान ठुलो हुँदैन। ल उखेल्नुहोस् त्यसो भए बटाबट। त्यो त हो, काम त सान ठुलो हुँदैन। म यो गर्छु, तिमी यहाँ यत्रो एउटा मुढा लिएर आऊ त। केलाई? पछि आगो ताप्नु हुन्छ पानी लाउँदाखेरि। ए ल लिएर आऊ त। ल ल ल काम सान ठुलो हुँदैन। ल गाइस अनि हाम्रो अनि गफ र हाम्रो काम चाहिँ अनि यसरी नै चलिरहनेछ। सो अनि मेरो भिडियो चाहिँ यति नै रहेको छ तपाईँहरूको लागि। अनि यो चाहिँ हाम्रो उखेलेर सफा गर्दैछौँ। सो गाइस तपाईँहरूलाई फेरि अर्को नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ है त। सबैलाई बाई बाई।